के तपाईहरुको लिङ्गबाट चाहिँ वीर्य छुने बित्तिकै निस्किन्छ? बेला बेलामा तपाईहरुको चाहिँ कपडामा छुने बित्तिकै निस्किने अथवा कुनै आइमेहरूलाई चाहिँ देख्ने बित्तिकै निस्किने हैन, अथवा तपाईहरुको पार्टनरको चाहिँ बजाइनोको चाहिँ यौनीको मुखमा लाने बित्तिकै निस्किने छ, यस्तो प्रब्लम छ भनेदेखि चाहिँ साथीहरु तपाईहरुलाई चाहिँ यो कुरा त अवश्य थाहा हुनुपर्छ कि स्टप एन्ड स्टार्ट टेक्निक चाहिँ तपाईहरुलाई चाहिँ थाहा हुनुपर्छ है त। यदि जुन बेलामा तपाईहरुले चाहिँ यो स्टप एन्ड स्टार्टको चाहिँ अप्सन लगाएर यौन सम्पर्क गर्नुहुन्छ त्यो बेलामा चाहिँ तपाईहरुले चाहिँ एकदमै लामो समयसम्म यौन सम्पर्क गर्न सक्नुहुन्छ है त। यानी कि 15-20 मिनेटसम्म पनि यौन सम्पर्क चाहिँ गर्न सक्नुहुन्छ है त साथीहरु। अब चाहिँ तपाईहरुले जब आफ्नो पार्टनरहरुसँग चाहिँ यौन सम्पर्क गर्न सुरु गर्नुहुन्छ त्यसपछि चाहिँ तपाईहरुको चाहिँ जब वीर्यको तपाईहरुको लिङ्गको टुप्पो चाहिँ जुन बाहिरको चाहिँ मेन हेड हुन्छ, टाउको हुन्छ हैन, त्यो चाहिँ एकदम तातेको हुन्छ क्या। किनकि लेडिजहरुको यौनी भित्रको जुन तापक्रम हुन्छ त्यो धेरै भएको हुनाले तपाईहरुको लिङ्गको चाहिँ टाउको तातेको हुन्छ हैन। अनि त्यतिखेर चाहिँ तपाईहरुको चाहिँ लिङ्गबाट वीर्यहरु पुलुत्त निस्किने अनि तपाईहरुको चाहिँ अब कुनै कुनै बेलामा खर्चो कपडाहरुमा छुँदाखेरि पनि निस्किने हैन। धेरै जस्ता मान्छेहरुले के पनि सोच्ने गर्छन् भन्दाखेरि अझ यो जुन यो चाहिँ हाम्रो हेडको चाहिँ बाहिरपट्टिको छाला काटिएको जति पनि यो मान्छेहरु हुन्छन् हैन, उनीहरुले चाहिँ त्यो कपडामा घोटी राख्दाखेरि चाहिँ उनीहरुको बानी पर्छ होला। त्यसैले गर्दाखेरि चाहिँ उनीहरुले लामो समयसम्म यो जुन टाउकोको जुन त्यो बाहिरको छाला काटिएको हुन्छ त्यो मान्छेले चाहिँ लामो समयसम्म यौन सम्पर्क चाहिँ गर्न सक्छ होला भन्ने चाहिँ यो एउटा झुट छ हैन। त्यो कहिल्यै पनि हुँदैन साथीहरु। यदि तपाईहरुले आफ्नो पार्टनरहरुसँग चाहिँ यौन सम्पर्क गर्ने बेलामा चाहिँ तपाईहरुले यो चाहिँ स्टप एन्ड स्टार्टको अप्सन लगाएर तपाईहरुले यौन सम्पर्क गर्नुस् हैन, तपाईहरुले चाहिँ एकदमै लामो समयसम्म यौन सम्पर्क गर्न सक्नुहुन्छ। अब मानिलिऊ कि तपाईहरुले लगातार रूपमा यौन सम्पर्क गरिराख्नु भएको छ, तपाईहरुको लिङ्गबाट चाहिँ वीर्य निस्किन लाग्यो भनेदेखि चाहिँ तपाईहरुले केही समय चाहिँ तपाईहरुले चाहिँ यो तपाईहरुको चाहिँ एउटा मानिलिऊ लिङ्ग छ हैन, यो जति पनि यो नीलो कलरको छ हैन, तपाईहरुले देख्न सक्नुहुन्छ। यो चाहिँ तपाईहरुको लिङ्गको चाहिँ यो हेड भयो, टाउको भयो हैन। तपाईको लिङ्गबाट चाहिँ वीर्य निस्किने बेला भएको छ भनेदेखि चाहिँ तपाईहरुले चाहिँ आफ्नो हातले चाहिँ यस्तो तरिकाले चाहिँ समय दिनु होला के केही समयसम्म हैन। अनि तपाईहरुले चाहिँ 10 देखिबाट उल्टो हैन, जस्तै 10, 9, 8, 7 गरेर 1 सम्म गर्न सक्नुहुन्छ हैन भनेदेखि चाहिँ तपाईहरुले चाहिँ 100 देखिबाट चाहिँ 100, 99, 98, 97, 95 गरेर तपाईहरुले चाहिँ 90 सम्म चाहिँ गर्न सक्नुहुन्छ। यदि तपाईहरुले त्यस्तो तरिकाले गर्नुभयो भनेदेखि चाहिँ तपाईहरुको जुन त्यो माइन्ड मस्तिष्क हुन्छ नि साथीहरु, त्यो चाहिँ अलिकति चाहिँ तपाईहरुको त्यो काउन्टिङ गर्नतिर तपाईहरुको ध्यान गएको हुनाले तपाईहरुको लिङ्गबाट निस्किन लागेको वीर्य पनि अलिकति भित्र खिचिएर जान्छ र तपाईहरुले फेरि पनि अलि केही समयसम्म यौन सम्पर्क गर्न सक्नुहुन्छ क्या है त। त्यही भएर यो स्टप एन्ड स्टार्ट अप्सनलाई चाहिँ जहिले पनि तपाईहरुले चाहिँ यौन सम्पर्क गर्ने बेलामा चाहिँ हमेशा तपाईहरुले याद गर्नु होला, सम्झिनु होला। यो होइन कि यौन सम्पर्क गर्ने बेलामा चाहिँ पुरा छिटो छिटो यौन सम्पर्क गर्ने हैन, त्यसलाई चाहिँ त्यो हुँदैन के। त्यस्तो गर्यो भनेदेखि चाहिँ त्यो छिटो छरी त तपाईहरुको मात्रै यौन सम्पर्क पुरा हुन्छ, तपाईहरुको मात्रै चाहिँ सन्तुष्टि हुन्छ हैन। केटा मान्छेहरुलाई होस् या केटी मान्छेहरुलाई होस्, उनीहरुको लिङ्ग अथवा योनिबाट चाहिँ केही अब त्यो चिप्लो पानीहरु निकालेपछि मात्र सन्तुष्टि हुने भयो। त्यस्तै चाहिँ तपाईहरुलाई त सन्तुष्टि हुन्छ र महिलालाई त सन्तुष्टि हुन गाह्रो हुन्छ है त। त्यसैले गर्दाखेरि चाहिँ तपाईहरुले चाहिँ आफ्नो पार्टनरलाई पनि सन्तुष्टि बनाउन चाहनुहुन्छ भनेदेखि चाहिँ अलिकति लामो समयसम्म चाहिँ यौन सम्पर्क चाहिँ गर्नु होला है त साथीहरु। र यो स्टप एन्ड स्टार्ट भन्ने अप्सनलाई चाहिँ जहिले पनि यौन सम्पर्क गर्दा आफ्नो दिमागमा यो हैन, आफ्नो माइन्डमा चाहिँ एकदमै सधैँ चाहिँ सेट गरेर राख्नु होला। अनि तपाईहरुलाई चाहिँ के कुरा भन्न जाँदैछु भन्दाखेरि यो जुन सानो लिङ्ग भएको हुन्छ नि, त्यो लिङ्ग सानो भयो भन्दैमा चाहिँ तपाईहरुले टेन्सन नगर्नु होला। किनकि महिलाहरुको योनिभित्र हाम्रो लिङ्ग चाहिँ जति नै लामो भए पनि काम गर्ने भनेको चाहिँ एउटा टुप्पोले हो हैन। त्यसैले साथीहरु आजको यो हाम्रो भिडियो चाहिँ कस्तो लाग्छ, कस्तो लाग्यो तपाईहरुलाई हैन, मन पर्छ भनेदेखि चाहिँ यस्तै भिडियोहरु चाहिँ हाम्रो च्यानलहरुमा चाहिँ अपलोड हुन्छन् साथीहरु। आज भन्दा 2 वर्ष अगाडिदेखिबाट चाहिँ मैले मिस्टर बुद्ध युट्युब च्यानलमा पनि मैले अपलोड गरिराखेको हुन्छु र तपाईहरुले देख्न सक्नुहुन्छ। यो फेसबुकमा पनि मैले चाहिँ लगातार यौन सम्पर्कको बारेहरुमा चाहिँ आफूले जानेका केही कुराहरु चाहिँ मैले शेयर गर्ने गर्छु। मन पर्छ भनेदेखि चाहिँ फलो गरेर हामीसँग जोडिन नबिर्सिनु होला है त साथीहरु।